आज घरका कामहरू सकेपछि हामी केही समयको लागि घरबाट निस्क्यौँ। दिनभरि एउटै ठाउँमा बसिरहँदा मन पनि अलि थाक्दो रहेछ। त्यसैले आजको सानो घुमाइ निकै रमाइलो लाग्यो साथीहरू। अनि बाहिरको हावा, सडकको चलपल, नयाँ वातावरणले मन एकदमै ताजा बनाइदियो। अनि धेरै टाढा जाने योजना त थिएन, केवल केही समय रमाउनु मनपर्ने खाजा खाने सोच थियो। हिँड्दै गयौँ हामी साथीहरू। अन्त सुरुमा यहाँ बेबीले पानी पनि खाइन्। हिँड्दै जाँदा वरिपरिको दृश्य हेर्दै जाँदा साना कुराहरूमा रमाउने समय बित्दै जाँदाखेरि हामीले अब यहाँ खाजा पनि अर्डर गरिसक्यौँ साथीहरू। यहाँ बेबी चाहिँ फेरि चक्लेट लिँदै त्यो पानीमा डुब्दै खाँदै गरेछन् कि अनि डढाइ भोक लाग्यो भनेर यहाँ पेट समाइछन्। त्यसपछि म पनि यहाँ बसेँ अनि मेन्यु हेरेँ कि अनि के खाने भनेर। अनि ठुलो बेबीसँग मैले गफ पनि गरेँ। अनि तिनले चाहिँ चिकन प्लेटर खा मामु भन्ने। अनि त्यसपछि यहाँ बेबी फेरि चकचक गरेर घरि माया गर्ने गरी के गर्ने। अनि त्यसपछि जुस खान्छु भने अनि जुस खाइन्। बेबीले पनि खाएँ, मैले पनि खाएँ, ठुलो बेबीले पनि खाएँ। अनि हामी खुसी भयौँ साथीहरू होइन। त्यसपछि सानो बेबीले पनि यहाँ आइसक्रिम खान्छु अरे फेरि मुख मिठ्याएर। अनि त्यही कुराकानी गर्दा गर्दै हाम्रो यहाँ खानेकुरा पनि आयो साथीहरू। अनि हामी बसेर खाना थाल्यौँ साथीहरू। यहाँ बेबीले सकसक गरेर खाना पनि राम्रोसँग देखेको छैनन्। अनि एकै ठाउँमा बसेर स्वादिलो खाजा खाँदा एकदम रमाइलो लाग्दो रहेछ। तातो खाजाको स्वादसँग परिवारसँग बसेर गरेको गफले यो पललाई झन् अझ विशेष बनाइदिँदो रहेछ। अनि यहाँ बेबीले पनि खाइछन्, आलु फ्राई यस्तो मजाले खाइछन् है। अनि फेरि भाग्ने के पिछा पनि जान्छु भन्ने गरे के भन्ने अनि गरेर दुःख दिएको चकचक गरेर अनि त्यसपछि मैले मोबाइल लगाइदिएँ। अनि मोबाइल हेरेर बसिनँ होइन। अनि मोबाइल हेरेर बसिनँ अनि आएर बेबीले र मैले खायौँ। अनि सानो बेबीलाई चाहिँ मोबाइल लगाइदिएर अनि हामी चाहिँ खाँदै थियौँ साथीहरू। अनि खायौँ। अनि त्यसपछि फेरि तल झरेर फेरि अर्को उसमा पसिन् कि। अनि यहाँ चाहिँ त्यो स्टाफले चाहिँ कति माया गरिन् कि त्यो बाबुलाई। अनि यहाँ आएर फेरि भाइ भन्दै खोज्दै हिँड्यौँ। अनि त्यसपछि हामी त्यहाँबाट झऱ्यौँ साथीहरू सुइँ होइन। बेबीमा झऱ्यौँ। आएर बेबी पहिल्यै झरेको थिइन्। अनि त्यसपछि हामी बाटोमा आयौँ रोडमा आएपछि यहाँ चाहिँ आएर बेबीले चाहिँ के अरे मामु तपाईँको भिडियो खिचिदिन्छु भन्ने। अनि भिडियो खिच्नु अनि मेरो पनि खिचिदिनुहोस् न मामु भन्ने। अनि त्यहाँबाट यिनको पनि भिडियो खिचिदिएँ। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई, लभ यु अल।